and namaskar everyone. Welcome to my another vlog. It's me Sanu Boleting. So साथीहरु आज हामी चाहिँ पार्टी खान जाँदै छौं। सिक्रिनीमा हामी जाँदै छौं। छेवरमा तामाङ भाषाबाट छेवर भन्छ भने नेपाली भाषाबाट चाहिँ वर्तमानमा हामी जाँदै छौं। यहाँनिर हुँदैछ हाम्रो भाउजू बच्चा बोकेर हिँड्नु भइरहेछ। अनि यता मम्मी हामी 5 जना अनि हाम्रो अटो आइ सारारा हामी अब फारलाईलाई छोडेर सिक्रिनीमा हामी जाँदै छौं। हामी 3 घण्टाको लागि हामी यो फारलाईलाई छोडेर हामी सिक्रिनी तर्फ जाँदै छौं। हामी चाहिँ अहिले गुम्बा चोकमा आइपुगेको छ। अब हामी यहाँबाट टर्निङ भएर पश्चिम तर्फबाट जाँदै छौं। हाम्रो बाटो चाहिँ यही नै छ। हामी हिँड्दै छौं। हाम्रो अर्को टोलीहरू चाहिँ आउँदै हुन्छ पछाडि। अनि हामी चाहिँ उहाँहरूभन्दा फेरि अगाडि छौं है। सिमेन्ट फ्याक्ट्रीको वाल हो यो चाहिँ। यो भित्र चाहिँ एउटा सिमेन्ट छ। यता पहिला म पढ्ने स्कुलको साइला दाई के छ हाल खबर? चेप्पोसम्म हो त्यो जोराको चोकसम्म समात जोराको। अनि जोराकोमा चाहिँ किन स्कुल आएको त? कि थाहा थिएन? ए अलि धेरै गाह्रो भएको थिएन आउने बेलामा। अनि अहिले चाहिँ अलि धेरै गाह्रो भयो। ए यो आएछ रहेको छ वनस्पति चोक। बहिनी त यही ओर्लिने होला। यो चाहिँ रहेको छ वनस्पति चोक। अब यहाँबाट हामी यही बाटो भएर हामी जानेछौँ। यो जुन जङ्गल कटेपछि चाहिँ हामी जाँदै गरेको स्टेसनमा चाहिँ स्टोरमा हामी जाँदैछौँ। अनि दिदीहरू आउनु भएको छैन, त्यही भएर हामी एकछिन यहाँ होल्ड गर्नेछौँ। अनि उहाँहरू आउनु भएपछि हामी सँगै जानेछौँ। आज दिदीहरू आउनु भइसक्यो। यहाँ लाएर अटोमा यहाँबाट ओलेर जाने के सँगै? ए ल हेर्नु न हामीलाई छोडेर हिँडेको है। हामी चाहिँ कुर्नी लाउ न साथीहरू हामीलाई छोडेर हिँड्यो। हामी पहिला त यहाँ त चौतारी घर थियो नि ब्लाङ्गुल भत्काएछ है। ल है हामी आइपुग्यो। ल ओर्लो ल हाम्रो दिदीहरू पनि ओर्लिनु भइसक्यो र ओर्लिनु हुँदैछ। आइ गरिदिनु न मेरो भ्लगमा आइ आजको छेवरको माइज चाहिँ उहाँले है। अनि उहाँ चाहिँ हाम्रो दिदीको रहेछ है। किन कालो तपाईँहरू कलेजको साथी कि स्कुलको ग्रुप? अनि दुवैजनाको काखमा नानी छ है। सो हामी एकछिन चाहिँ यहाँ बसिरहेको छौँ। यहाँ साह्रो हावा हेर्नु नि, हावाले गर्दा जुन योहरू हुन्छ नि कस्तो राम्रो देखिरहेको छ है। वाह 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 वाह। यता चाहिँ पकाउने ठाउँ रहेछ है। तर आज यति धेरै हावा चलेको कारणले गर्दा चाहिँ पकाउन नि कस्तो पकाउने मान्छेहरूलाई चाहिँ धेरै गाह्रो हुन्छ जस्तो लागिरहेछ मलाई। यस्तो डेन्जर हावा चलिरहेको छ। ल
लसो 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 खरे म त हाल्नु न दिदी खरे ल हाम्रो लागि स्न्याक आइसकेको छ म चाहिँ यो पकौडादेखि सुरु गर्छु है दामी पकौडा नजिक भएपछि है घर नजिक भएपछि माइजूले पनि काम गर्नुपर्ने है हो आजको मेन माइजू है यहाँ हाम्रो लागि सर्भिस गर्नु भइरहेछ त्यो त्यहाँ पुलाउ बनाउन बन्द गरे नि यस्तो हावा चल्छ त्यो पनि यस्तो रुख छ नि जहाँ रुख हुन्छ नि त्यहाँ धेरै हावा चल्छ क्या ए आमाले भनेको उको तारी लाग्यो सुगर छ क्या आमाले भेट्न कोक चाहिँ खानु हुन्छ नि के लाग्यो भाउजू तरंग के लाग्यो राख्न राम्रो नि हो माछा खान त मन लाग्छ है काँडा देख्दा डर लाग्छ नि त होला होला अहिलेको सानो मान्छे त अनि फिफा टिकटकमा कस्तो हुन्छ नि त है मम्मीले त युट्युब हेर्न छोरी टिकटक आदि भन्दा थिए हो पहिले युट्युबतिर हेर्दैन थियो अहिले युट्युब हेर्दैन यहाँनिर हेर्नु न बाजे त यहाँनिर फिफा खेल्नु भएर मम्मी त टिकटक हेर्ने देखाएर के हो हेर्दैन तेरो छोरी छोरा जस्तो आइक आएन ल अब हामी निम्तो हाल्नको लागि पैसा रेडी गर्दैछौँ ल हामी अब निम्तो हाल्नतर्फ हिँड्दैछौँ हेर्नु त कति क्युट देखेको यो चाहिँ हुँदैन भाइ भने पन्जाबी टाइपको हुन्छ कि छोराको हुँदैन भाइ तपाईँको नन्दाको छोरा हो नि त एउटा मात्र छोरा हो ल हाम्रो यहाँ दिदीले टिका लाउनु भइरहेछ खै छोरी दिदीले याङ्कीको पर्स खै पर्स झोला खै ब्याग याङ्कीको ब्याग खै ब्याग खै छोरीको याङ्कीको ब्याग छैन छोरीको नबोक्ने रे ए कति राम्रो देखायो है तामाङ ड्रेसमा बच्चाहरूलाई हिँड्दाखेरि झन् साउने के त्यो काखमा लिइरहनु भन्दाखेरि हिँड्दाखेरि चाहिँ साउने हामी चाहिँ टिका लगाउने पार्टी चाहिँ यता ल हाम्रो निम्तो दिने कार्यक्रम पनि सिद्धियो नि त यस्तो हावा चलिरहेको है कसरी पकाउने होला आमा आमा हिँड्दा ग्यास हेर्नु न झिप 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 भएर ग्यास त त्यही त वरि छेक्न त छेक्यो अलिक भएन कि आजको हुरीले गर्दा ग्यासको अवस्था खै देखिरह ग्यास हेर्नु आजको हुरीले गर्दा ग्यासको अवस्था चाहिँ यस्तो छ है साथीहरू अनि हामी चाहिँ खाजा खायो अनि त्यस निम्तो हालेर सकेर हामी दिदीबहिनीहरू फेरि पनि जुनु दिदीको घरमा हामी एकछिन रेस्ट गर्नेछौँ अनि
आज धेरै हावाहुरी चलेको भएर त्यहाँनिर खाना पकाउनेहरू पनि धेरै गाह्रो भएर चाहिँ ग्यास पनि राम्ररी बलिरहेको छैन। अघि मैले तपाईँहरूलाई देखाइसकेँ है साथीहरू। आज चाहिँ यस्तै भइरहेको छ है। हामी हिँड्दैछौँ। यस्तो राम्रो छ है अहिले सिक्रिनी। यहाँनिर आमाहरू दिदीबहिनी जस्तो लाग्यो है। गङ्गा जमुना हो क्या तपाईँहरू? हो त्यही त गङ्गा जमुना जस्तै रहेछ। त्यही त लौ एउटै अनुहार छ त। आमा गङ्गा जमुना ट्विन्स। तपाईँ चाहिँ बहिनी, उहाँ चाहिँ दिदी। त्यही अनुहार त एउटै देख्दो रहेछ है। आफ्नै एउटै आमाले पाएको त होइन, एउटै आमाले पाएको है। तर जाउँले चाहिँ होइन। ए जाउँले नभए पनि है। हेर्नु न साथीहरू, अनुहार त एउटै। भिडियो गरेर आमाहरूलाई भाइरल बनाइदिनु पर्ला। हुन्छ त? भन्दै नै मान्छे कति भाइरल भएर मान्छेहरू इन्टरभ्यू दिन आउँछ घर घरमा। अनि है तपाईँहरूको नगर्ने बुढो मरेर 50 वर्ष भएको आफै उहाँको चाहिँ श्रीमान चाहिँ 36 वर्ष हुँदाखेरि चाहिँ उहाँको श्रीमान बित्नु भएको रे। अनि उहाँको श्रीमान चाहिँ 50 वर्ष हुनुभयो अरे है साथीहरू, बित्नु भएको। अनि तपाईँले अर्को बिहे गर्नु भएन है? गरेन है? आमा आमा यो माने तपाईँले बनाउनु भएको? आमाको एउटा छोरी तिनवटा तपाईँको छोरी तीनटा मारेको। यहाँ 4वटा माने छ नि, एउटा आमाको अनि 3टा छोरी उहाँको। यति 35-36 वर्षको बेलामा अब बुढो मरेर पनि है, कसैले त अर्को बिहे गर्छ नि, हो कि होइन भन्नु न। अनि 10 वर्षसम्म यो दिन यो रात भन्नु सकेन। त्यो बालका नानी हुर्काउनु, गाई गोरु भरि थियो, गाई बस्तु। छोरा चाहिँ छ कि छैन तपाईँको? छोरा 3टा, 6जना भएको, छोरी 3टा मर्यो माथि नै। अनि त्यो 3टा छोरा बजाउनुलाई यहाँ आएको मैले थियो। यता मामाहरूलाई बिदाई गर्नु भइरहेको छ है। मामा बिदाई भयो। मामा बिदाई भयो है। यता मामा बिदाई पनि गरियो। अब बिस्तारै हामी पनि बिदाई हुनुपर्छ। तपाईँहरू बिदाई भयो है? अब आउन नपाउने? 3 दिनपछि कपाल काट्नलाई। तपाईँ चाहिँ जेठो मामा? एउटै कलर लुगा लाउनु भयो? ए मामा टोलीहरू हिँडेको अवस्था। टन्नै रहेछ है मामाहरू त। आसाङ पार्टी नाम छ डेजिम। टन्नै रहेछ त। त्यही त
ए अब हामी थोरै पुलाउ खानेछौँ। हालिदिनु न थोरै हालिदिनु ल। यो चाहिँ रहेको छ पुलाउ। भयो 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 माछा नखाने यो पुरा मिठो रहेछ है। पुरा कस्तो लाग्यो दिदी? मिर्छ पुलाउ खाइहाल्यो होइन। अब घर जाने होइन त हामी फोटो खिच्नको लागि रेडी हुँदैछ। ल ल रेडी ल। हामी रमाइलो गरेर अब घर जानु थालेको है। डान्स पनि गऱ्यो पुलाउ पनि खायो अनि यहाँनिर हाम्रो आफन्तहरूसँग इष्टमित्रहरूसँग भेटघाट पनि गरियो। अब हामी घर जान लागेको छौँ साथीहरू। यहाँ दाजुहरू मजाले नाच्नु भइरहेछ है। जिन्दगी के छ छोरा होइन रमाइलो गर्नु पर्यो नि होइन। ल ठिक छ। ल यहाँनिर दाइहरू रमाइलो गर्नु भइरहेछ। अब हामी टाढा त जानुपर्छ है। यसो नाच्नु हुन्थ्यो। ल अब चाहिँ हामी घरतिर हिँडेको 5:30 जति भइसक्यो साथीहरू। यस्तै रमाइलो गरियो। यहाँ चाहिँ बस्ने ठाउँ कहाँ बस्ने नि खोइ त। क्युटी 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 पाइ। उसको गाला कति राम्रो है। कस्तो राम्रो के गोलु गोलु राम्रो। रमाइलो लागिरहेको छ। यहीँ हो घर हो र? ए तिमीलाई नाच भने नाचेन अलिकति भ्लग बनाऊ भनेर। ल ल नाच त ल। यताबाट बनाउँछु ल। ल ल ल ल हुँदैन हुँदैन हुँदैन। ल वाउ यता नि नाचिरह। आमा छोरा दिइरहेछ। अन्त बहिनीहरूलाई नाच भने नाचेन। यसो मैले भिडियो बनाइदिउँ कि भने त। हाम्रो सिग्रिनीको फुलहरू गुलाबको फुल होइन त? सबै सिग्रिनीको होइन त? यही गाउँको होइन त? ल यो ठुल्थली पदम पोखरी सिग्रिनीको भक्कर भक्कर कोपिला लाग्यो फुलहरू। ल अटो कुरेको अवस्था। अब घर जानको लागि आमा चाहिँ यहीँ वनस्पतिमा ओर्लिनु भएको कारणले गर्दा आमालाई चाहिँ म यो अटोमा चढाएर पठाउँदैछु वनस्पतिसम्म। ल वनस्पतिसम्म। ल ल बाई 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 सिग्रिनी बाई बाई। सजिलो भइरहेछ तपाईँहरूलाई सजिलो भइरह। मलाई चाहिँ ल हामी चाहिँ अब छोडो भाइहरू 5 लाख छैन हामीसँग। हामी अब छरबाट नि आइसकेको छ घरमा। सो साथीहरू आजको भ्लगलाई म यहीँ गर्नेछु। भेट्नेछु अर्को नेक्स्ट भ्लगमा। बाई गरिदिनु हामी।